वैशाख 12 2083 काठमाडौँ बुलडोजर 871 परिवार। तर यो कथा वैशाख 12बाट सुरु भएको होइन, यो 40 वर्षको कथा हो। 2042 सालमा काठमाडौँमा 2000 सुकुम्बासी थिए। 2079 सम्म बागमती किनारमा मात्र 35,000 पुगे। माओवादी द्वन्द्वले गाउँ छोराउँदा, भूकम्पले घर भत्काउँदा मान्छेहरू काठमाडौँ आए, नदी किनारमा बसे। अब असली कथा। पुराना दलहरूले यी मान्छेहरूलाई कहिले जग्गा दिएनन्, तर भोट चाहिँ लिए। निर्वाचन अघि नेताहरू आउँथे, जग्गा दिन्छौँ, घर बनाइदिन्छौँ, भोट दिनुस्। निर्वाचनपछि फर्किन्थेनन्। 2068 सालमा बाबुराम भट्टराईले थापाथलीका 250 घर भत्काए, 23 करोड रुपियाँमा घर बनाए। सुकुम्बासीले जानै मानेनन्। भट्टराई सरकार गयो, घर खाली भयो। आज 12 वर्षपछि पनि खाली छ। काङ्ग्रेस, एमाले, माओवादी सबैले बाचा दिए, कसैले पुरा गरेनन्। 2079 मन्सिर 12 मेयर बालेनले बुलडोजर पठाउनु भयो। 36 जना घाइते भए, असफल भयो। उहाँले गृहमन्त्रीहरूसँग सहयोग माग्नुभयो, कसैले सहयोग गरेन। वैशाख 12 2083 अब उहाँ प्रधानमन्त्री हुनुहुन्छ। बुलडोजर फेरि चल्यो। 58 वर्ष हिरा हरिदुसादले भने सबै उखेलियो, हामी फेरि बेगर भयौँ। तर यसपटक सरकारसँग योजना छ। 100 बुँदे कार्ययोजनाको 91औं बुँदा। 60 दिनभित्र सबै भूमिहीनको डिजिटल पहिचान। 1000 दिनभित्र समस्याको समाधान। साँच्चै भूमिहीनलाई जग्गा। सहरमा अपार्टमेन्ट मोडल। सरकारको योजना राम्रो छ, तर बाबुराम भट्टराईले पनि योजना बनाएका थिए। त्यो घर आज खाली छ। यसपटक फरक हुन्छ कि हुँदैन? त्यो जवाफ आउँदा 1000 दिनले दिनेछन्। बालेन सरकारले यसपटक साँच्चै फरक गर्न सक्छ? कमेन्टमा भन्नुहोस् र यो भिडियो सेयर गर्नुहोस्। पोलिटिक्स सेन्टर फलो गर्नुहोस्। हामी हरेक दिन त्यो कुरा भन्छौँ जुन अरूले भन्दैन।